डक्टर मेरो छोरी 9 वर्षको भयो त उसको पिरियड भयो कि मेरो चाहिँ 13 इयरमा भएको थियो 9 इयरमा पिरियड हुनु भनेको नर्मल हो कि होइन एकचोटि भनिदिनुहोस् न। त्यही त है पहिला 10-12 वर्ष अगाडि चाहिँ फर्स्ट पिरियड जसलाई चाहिँ हामी मेनार्की भन्छौँ होइन त्यो चाहिँ 10 वर्षदेखि 16 वर्षकोमा हुन्थ्यो भने अहिले चाहिँ एकदमै घटेर आएको छ। अब युजुअली यसलाई नर्मल नै हो यो होइन यदि उसलाई त्यस्तो केही छैन भने नर्मल नै हो। यो हुनुको कारण चाहिँ त्यही लाइफस्टाइल चेन्जहरू फुड ह्याबिटहरू अब कतै न कतै इन्भाइरोमेन्टल फ्याक्टर्सहरू पनि हो। तर 8 वर्षभन्दा अगाडि यदि 7 वर्षमै कोही 6 वर्षमै पिरियड भएको छ भने यो चाहिँ अलिकति एबनर्मल हो है। यसलाई चाहिँ हामीले प्रिकोसियस प्युबर्टी पनि भन्छौँ होइन। अब यसमा चाहिँ पत्ता लगाउनु पर्यो किन यति छिटो महिनावारी स्टार्ट भएको रहेछ भनेर। हेड टु टोमा भन्दाखेरि चाहिँ ब्रेनमा यदि कुनै पनि ट्युमरहरू पलायो भनेपछि हाम्रो हर्मोन्सहरू छिटो एक्टिभेट भयो त्यही भएर पिरियड छिटो स्टार्ट भएको हुनसक्छ। अर्को भनेको ओभरी डिम्बाशयहरूमा पनि यदि ट्युमरहरू पलाइदियो भने त्यसले गर्दा पनि हाम्रो ब्रेनले के सिग्नल पाउँछ त भन्दाखेरि छिटो हर्मोन रिलिज गर्नु पर्यो ऊ म्याच्योर भइसक्यो भनेर सिग्नल पाउँछ र त्यो छिटो पिरियड महिनावारी हुने हो। अर्को चाहिँ ड्रग्सहरूले गर्दा कुनै त्यस्तो जेनेटिक इस्युहरूले गर्दाखेरि पनि प्रिकोसियस प्युबर्टीहरू चाहिँ देखिरहेको छ। र एड्रिनल ग्ल्यान्ड जुन अर्को हाम्रो इम्पोर्टेन्ट ग्ल्यान्ड छ एड्रिनल ग्ल्यान्ड भन्ने त्यसमा पनि यदि ट्युमर पलायो भने चाहिँ त्यसले गर्दाखेरि पनि एकदमै सानो उमेरमा महिनावारी स्टार्ट हुन सक्छ। यसको लक्षणहरू महिनावारी हुन अगाडिको लक्षणहरू के हुन्छ भन्दाखेरिमा चाहिँ सुरुमा चाहिँ थेलार्की त्यसले चाहिँ ब्रेस्ट डेभलपमेन्ट भनेर भन्छ। सुरुमा ब्रेस्ट बर्डिङहरू हुँदै जानु। त्यसपछि एडिनार्की जसमा चाहिँ रौँहरू काखीमा रौँहरू आउने अनि प्युबिक एरियामा रौँहरू आउने त्यो पनि एउटा साइन हो भनौँ न मेनार्की हुनमा। यदि यस्तो चाहिँ प्यारेन्ट्सहरूले अगाडि नै नोटिस गर्नु भएको छ भने चाहिँ आफ्नो गाइनोकोलोजिस्ट या एन्डोक्राइनोलोजिस्ट या चाहिँ हजुरको पिडियाट्रिसियनलाई गएर भेट्नुपर्छ। अब पिरियड छिटो भइहाल्यो भने सबैभन्दा प्यारेन्ट्सहरूको कन्सर्न के हुन्छ भन्दाखेरि मेरो छोरीको हाइट बढ्ने हो कि होइन होइन हाइटहरूमा इस्यु आउन सक्छ थाइरोइडहरूमा इस्युहरू हुन सक्छ त्यो चाहिँ एकचोटि वर्कअप गर्नुपर्छ।